हेलो अल माई फ्रेन्ड्स, सबैजनालाई सम्झन चाहन्छु। आज चाहिँ म यतातिर छु, यता र यता हुने क्रममा चाहिँ हाम्रो 77 जिल्लाको नेपाली दाजुभाइहरूसँग आज भेट हुन पुगेको छ। किनभने धेरै ठाउँको हुनुहुन्छ 77 जिल्लाको र 77 जिल्लाको हुने क्रममा हाम्रो बबी दाइ पनि हुन्छ यहाँ र यसै गरी सबैजनालाई देखाउन चाहन्छु म यहाँ दाइहरू भाइहरू होइन। अब यो 2026मा चाहिँ इन्जोय गर्नलाई आजको झुमालाई चाहिँ एकदम बबाल नेपाली काठमाडौँ रेस्टुरेन्टमा हुनुहुन्छ सबैजना। र यता पनि देख्न सक्नुहुन्छ भाइहरू र यता पनि र कतिपय चिन्तामा हुनुहुन्छ है, कतिपय हाँस्नु भएछ, कतिपय दुःखमा पीडामा हुनुहुन्छ। अब के कारणले हो थाहा छैन है। अब यो 2026 लागेर हो कि यो हो नि त, पार हो नि त यो। र यहाँ पनि हुनुहुन्छ दाइहरू भाइहरू है, अब नेपाली नै हुनुहुन्छ। इन्डिया हो, गुड इन्डिया पनि जोडिनु भएको छ। हाम्रो देश नेपाल नजिकैको हुनुहुन्छ नि त उहाँहरू, त्यो भएर पनि हो है। आज चाहिँ यस्तो जम्का भेटमा चाहिँ म चाहिँ ह्याप्पी छु क्या, किनकि हाम्रो देश नेपालका 77 जिल्लाका दाजुभाइसँग भेट्नु पाउँदा हो नि त होइन। मेन बोस यहाँ हुनुहुन्छ र यसै गरी तपाईँहरू पनि चिन्ता नलिनु होला, किनभने अब 2026 आएको छ, बबाल गर्नुपर्छ है। खोइ त खोइ पावर खोइ अलिकति हल्लाउनु पऱ्यो क्या। र खुसी लाग्यो मलाई पनि एकदम भेटघाट भएर। यता पनि हुनुहुन्छ एकदमै दाजुभाइहरू र कतिपय चाहिँ बाहिर पनि हुनुहुन्थ्यो, तर अब चिन्तामा हुनुहुन्थ्यो के कारण हो। पुरा खाना खाएर निस्केर पनि दुःखमा क्या, पीडामा हुन्थ्यो, दुःख लाग्यो क्या। अब नेपाली दाजुभाइहरू यसरी बोलिदिनु भयो भने त मजा आउँदैन नि त। के कसो हो, नेपालीको पावर हुनु पऱ्यो क्या। र यो टिकटकमा कमेन्टमा लेखेर मात्रै होइन, नेचुरल हुनु पऱ्यो क्या। लाइभ भनेको नेचुरल हुनु पऱ्यो। त्यही भएर चाहिँ सबैजनालाई म भन्न चाहन्छु एकदमै आज खुसी लागेको छ मलाई चाहिँ तपाईँहरूलाई भेट्नु पाएर है। तपाईँलाई त कतिको खुसी लाग्छ भन्नुहोस् त। अलिकति पावर चाहिँ पुगेन। यता कस्तो लाग्छ तपाईँहरूलाई? थोरै पावर खोइ अलिकति हान्नु पऱ्यो। थ्याङ्क यू र यसै गरी सबैजनालाई यता पनि हुनुहुन्छ काउन्टरतिर र खाएर अब काउन्टरतिर पैसातिर जाने क्रममा अलिकति बाहिरको लिनु पऱ्यो, अलिकति बाहिर पनि र यसै गरी बाहिर पनि हुनुहुन्छ। लडाइदियो यार र लडाइदियो अलिकति होइन, त्यसमा अड्केँ। र यता पनि हुन्छ भाइहरू सबैजना एकदमै मलाई त झन्नै धक्का गरेर लडाइदियो यार। र यसरी यसले लडायो क्या, यसले खास यसले हो। र यसलाई यस्तो गऱ्यो है। ल ठिक छ भाइहरू, घाटै लडियो नि दाइ, अब झन् बाहिर झन् बाहिर लड्यो है। र यसरी हाम्रो बोस हुनुहुन्छ उहाँ बिजी, एकदमै ल खुसी लाग्यो। ल सबैजनालाई लभ यु है, थ्याङ्क यू। बेटर लडियो भने नि भन्ने। र यसै गरी यहाँ माथि पनि मेरो नेपालका नेपाली दाजुहरू हुनुहुँदैछ। यहाँ पनि मैले समेट्न चाहेँ किनकि यहाँ त सिन पनि छ, राम्रो सिन होइन। र यसै गरी तपाईँहरूलाई पनि स्वागत छ, नमस्कार। र यसै गरी दाइहरूलाई पनि नमस्कार छ है। र सबैजनालाई यसरी खाना लिइरहनु भएको छ, नेपाली खाना। खुसी लागेको छ भेट्नु पाइयो होइन। र यसै गरी म यहाँ पनि भाइहरू पनि हुनुहुन्छ, भाइहरूलाई पनि समेट्न चाहन्छु। नमस्कार हजुर। र यता भाइ नमस्कार। र आजको भेट कस्तो लाग्यो थोरै जानकारी? एकदम खुसी लाग्यो हजुर, थ्याङ्क यू। र तपाईँलाई? एकदम खुसी लाग्यो वाउ, थ्याङ्क यू। र यसै गरी म भाइलाई पनि सोधिहाल्छु थोरै। र मेरो भाइलाई कस्तो लाग्यो? भाइ भेट चाहिँ एकदम राम्रो, खुसी भन्छ नि, अमर स्मरणीय एकदम मिठो छ। एकदम अब 25 गएपछिको 26 को नयाँ युवाहरू हो नि त, जेनजी। यता पनि जेनजी, वाउ, जेनजीहरूलाई भेट्न पाउँदा एकदम ह्याप्पी। र यता हामी दाइहरू पनि हुनुहुन्छ, एकदम रिस्पेक्ट। र सबैजनालाई र अगाडिको भिडियोमा अगाडि पनि होइन सबैजनासँग एकदम राम्रो चाहिँ भेटघाट 2026 को भएको छ। र यो सिनहरू हाम्रो नेपालको हिमाल पहाड तराईको सिन पनि छ। ल काठमाडौँ रेस्टुरेन्ट एकदम बबाल, आएर खुसी लागेको छ, धेरैसँग भेट्न पाइयो एकदम। र तपाईँलाई पनि एकदम खुसी लाग्यो नि होइन? एकदम थ्याङ्क यू। र यता भाइहरू पनि हुन्छ एकदम थ्याङ्क यू भाइ। जेनजी है, जेनजी। र ठिक छ, ल अरू म तल पनि थोरै देखाउँछु।